हेलो साथीहरु, के हजुरहरुलाई थाहा छ मैदा र रोटी बिना पनि यस्तो मिठो यस्तो सफ्ट च्युवी मोमो बल्स बन्छ भनेर। आज म मेरो किचनमा दुईटा टाइपको मोमो बनाउन गइरहेको छु, क्याबेज मोमो र मोमो बल्स। यो दुईटै मोमोको स्टफिङ चाहिँ सेम हुनेछ। सो आउनु सुरु गरौँ है त। फर्स्टमा मैले चाहिने जति बन्दा, गाजर, प्याजलाई ग्रेट गरेर राखेको छु र त्यसमा मैले पनिर मिसाइदिएको छु। पनिरलाई पनि मिसाएपछि हामीले मज्जाले मिक्स गर्नुपर्छ। नुनहरु के पनि नराखिकन एकचोटी मज्जाले मिक्स गर्ने। त्यसपछि मैले बोइल पोटेटोलाई पनि यसमै म्याश गरेर राखेको छु, 4 वटा जति पोटेटो। यो स्टफिङ चाहिँ हजुरहरुको इच्छा अनुसार राख्न सक्नुहुन्छ। यसमा मटर कोसा अरु जे पनि मिक्स गर्न सक्नुहुन्छ। मैले चाहिँ यति मात्र राखेको छु। यो स्टफिङलाई हामीले मज्जाले मिक्स गरिसकेपछि यसलाई हामीले 1-1.5 घण्टाको लागि राख्नु पर्छ। त्यसपछि एउटा कराई अथवा प्यान लिएर हामीले घिउ या बटर हालेर त्यो अघि न राखेको स्टफिङलाई हामी एकछिन मज्जाले फ्राई गर्छौं। आफुलाई चाहिने जति घिउ हाल्नु होला। यसमा हामीले बन्दा हालेको भएर अलिकति पानी निक्लिन सक्छ, त्यो पानी सुकाउनु होला। हामीले नुन नहालिकन यसमा अहिले एकछिन मज्जाले भुटौं। एकछिन पछि हामीले जिन्जर गार्लिक पेस्ट, नुन, जिरा धनियाको धुलो र चिली फ्लेक्स हालेर एकछिन यसलाई मज्जाले पकाउनु होला। पानी आयो भने त्यो पानीलाई सुकाइदिनु होला। यसरी हामीले यसलाई 60 to 70% पकाइसकेपछि हामीले यसलाई झिक्छौं र सेलाउनको लागि राखिदिनु पर्छ। मज्जाले सेलाउनु पर्छ। यसलाई सेलाउनको लागि मैले एउटा भानामा ट्रान्सफर गरेर राखेको छु। आज चाहिँ मैले केही डिफरेन्ट बनाम, केही डिफरेन्ट ट्राई गरौँ भनेर यो रेसिपी शेयर गर्दैछु हजुरहरुको लागि। मोमोको अरु भेराइटी पनि मैले अलरेडी मेरो च्यानलमा राखिसकेको छु, हजुरहरुले हेर्न सक्नुहुन्छ। र मैले क्याबेज मोमो बनाउन गइरहेको भएर क्याबेजलाई मज्जाले धोई पखाली गरेर मैले एकछिन यसलाई बोइल हुनको लागि राखेको छु। 8 देखि 10 मिनेट यसलाई बोइल हुनको लागि राख्दिने थोरै पानीमा। बीचमा एकछिन खोलेर पनि हेर्न पर्दछ र माथिको तलको माथि गर्नुपर्छ, किनभने तलको मज्जाले पाक्छ र माथिको नपाक्ने हुनाले हामीले यसलाई एकचोटी तलको माथि गर्नुपर्छ। अब यो पाकिसकेपछि हामीले यसलाई पनि सेलाउनको लागि राख्नुपर्छ। र अब क्याबेज मोमो बनाम है त। हामीले यो क्याबेजमा देखिरहेको छौं यो ठुलो डाँठ हो, त्यो डाँठलाई चाहिँ हामीले अलिकति काट्नु पर्दछ। यदि त्यो काटेन भने यो राम्रोसँग बेन्ड हुँदैन र पाक्न पनि टाइम लाग्छ। भिडियोमा देखाए जस्तै गरी हजुरहरुले काटेर राख्न सक्नुहुन्छ। र बीचमा हामी अब स्टफिङ फिल गरौँ है त। आफुलाई चाहिने जति स्टफिङ लिएर यसको बीच भागमा राख्ने र मज्जाले चारैतिरबाट फोल्ड गरेर हामीले यो टुथपिकले यसलाई लक गर्न पर्छ। हजुरले यो लक गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ। यदि फ्राई गर्ने हो भने चाहिँ नगर्दा हुन्छ, तर म स्टीम गर्न गइरहेको हुनाले मैले चाहिँ यसलाई टुथपिकले लक गरेर स्टीम गर्न गइरहेको छु। भिडियोमा देखाए जसरी नै मैले सबैलाई यसरी नै लक गरेर मैले स्टीमरमा राखेर म 5 देखि 7 मिनेटसम्म म यसलाई स्टीम गर्छु। त्यसपछि हाम्रो क्याबेज मोमो रेडी हुन्छ। अब चाहिँ मोमो बल्स बनाउनतिर लागौं। मोमो बल्सको लागि अघिको स्टफिङलाई मैले हातको सहायताले गोलो गोलो गरेर प्लेटमा राखे र त्यसलाई 10 मिनेटको लागि एकछिन सेट हुन दिन्छु। र अर्कोतिर म टमेटो अचार बनाउनतिर लागिरहेको छु। देखाएको इन्ग्रेडियन्ट्सलाई म एकछिन कुक हुनको लागि छोड्छु र त्यो अघिनको बल्सलाई लिएर आटाको पिठोमा डिप गरेर पानीमा डिप गर्छु। पानीमा हालिसकेपछि फेरि एकचोटी आटामै कोट गरेर फेरि पानीमा। यो प्रोसेस म 3-4 चोटिसम्म रिपिट गर्छु। यसो गर्नाले यसको बाहिरी लेयर राम्रोसँग सेट हुन्छ र स्टीम गर्दाखेरि यो पग्लेर आउँदैन। राम्रोसँग कोट भएन भने स्टीम गर्दाखेरि यो सबै फुटेर आउने हुने भएको भएर राम्रोसँग हामीले कोट गर्नुपर्छ। सबैलाई हामीले यसरी प्लेटमा राखेपछि म यसलाई 10 मिनेटसम्म यसलाई स्टीम गर्नलाई राख्छु। स्टीम हुने बेलासम्म मेरो मोमोको अचार पनि बनेर रेडी भइसक्यो र स्टीम पनि भइसक्यो। देख्न सक्नुहुन्छ कस्तो मिठो खाउ लाग्दो च्युवी टाइपको हाम्रो मोमो बल्स बनेर रेडी भएको छ। नो मैदा, नो रोटी। हेल्दी र हाइजेनिक मोमो बल्स र क्याबेज मोमो हजुरहरुले पनि घरमै बनाएर ट्राई गर्न सक्नुहुन्छ। अब कति भिडियो मात्र हेरिरहने, हजुरहरुले पनि घरमा आफैले बनाएर ट्राई गरेर आफ्नो फ्यामिलीलाई खुवाउनु पर्यो नि हैन त।
रेसिपी मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गर्नुहोला थ्यांक यू फर वाचिङ